ज्वाइँलाई होइन त आमालाई दिइयो र कसरी दियो भने हाम्रो परम्परा चलन अनुसार हर्कबुङ मकबुङको सन्तान हो हामी उहाँहरू हर्कबुङको मकबुङको हामी हर्कबुङको हो र हिजोदेखि नै हाम्रो बिहाबार चलेको हो र आज हर्कबुङ र मकबुङको शाखा सन्तानमा आज शुभ लगन जुडिएकोले आजदेखि हामी जरा नातिनी छोरी भान्जी आजदेखि हाम्रो सुरन तामाङलाई 1 दिउँ 2 दिउँ 3 दिउँ 4 दिउँ आजदेखि हाम्रो जरा नातिनी कसैको भान्जी कसैको छोरी हाम्रो सुजन नाति तामाङ ज्वाइँलाई 1 दिउँ 2 दिउँ 3 दिउँ ए उ सब निकालेर बुढाले हाम्रो भान्जी कसैको नातिनी छोरी हाम्रो ज्वाइँ नातिलाई सुजन तामाङजीलाई जिम्मालाई आजदेखि 1 दिउँ 2 दिउँ 3 दिउँ दिउँ हैन ल त्यसो भए अब तपाईको गोत्र के हो ल भन्नुस् नेगी गोत्र छ नि त तपाईहरुको हैन हाम्रो छ नि हामी चामलिङ राई हाम्रो साले बिसा हुन्छ तपाईको गोत्र हो गोत्र के अरे नेगी ल राम्रो सुन्नु सबै छ भन्नुपर्छ अब यसलाई भन्नुपर्छ है कसम हो आसे ठल्ल भसाकामा कुकामा दा केनी इदोङको आसे मिना छोरीबा केनी तिरिपा हिखेल घेचिरा मुसिङ दसि तिरिको पठल सठलमा पनि केनी रहेछ हर्कबुङ र मकबुङ रिलुङमा पनि हिँगे हिमालची छारो चाहिँ हिँगे पठल आलिराका केनी उको एम भुसरी डाका एना तिमाल सुन्न केनी आलिराका उको मकबुङ सुलाई के अरे तपाईहरु हजुर नेगी रुमाको फललाई आलिराका केन इडुङछुम बडल इडुङछुम हाकारम इडुङछुम सिमरुम इडुङछुम इडुङछुम इरुम इडुङछुम हाकाफेर इडुङछुम सिमरु इडुङछुम सुन्नु भएन आलिराका हर्कबुङ र मकबुङमा रुङली साकाल्योका हाइर सेला पाखेर डाका साया बदङ चासिङमा गिर्ने केनी अमारी इरुम्ने झिमारी इरुम्ने धनखादेपा सालापा छदिया हेखालेबा नियामा छदिया कुनी छुन्ने तिर्ने अन्थल हजुर अब एउटा कुरा थाहा छ त्यो तपाईले भन्नै पर्छ है सबैको भनौँ अनि कसैको मिलाउँला कर्पतिबाट भन्छ नि अनि हाम्रो नातिनी लगेर के गर्नुहुन्छ हामी हाम्रो परिवारमा इन्क्लुड गर्छौँ अनि त्यसपछि हामी हाम्रै छोरी जस्तो ट्रिट गरेर उसलाई कुनै पनि त्यस्तो खालको समस्याहरू नपरोस् भन्नु ल हजुर त्यति है त ल खुसी लाग्यो भयो त्यो सकियो ल एला आउँदैन त्यो यति थाहा होइन ल सकियो त अब यति बात पाउनु सकियो हाम्रो जग्गा चाहिँ कहाँ छ हौ हाम्रो जग्गा जग्गा हो तपाईँको त मिलाइहाल्छ नि तिमीलाई ल छ भने तौजी गर्नु पर्यो अब तपाईँहरू ल घर